हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानलमा आज तपाईँहरू सबैजनालाई स्वागत छ। धेरै बाद फेरि भिडियो बनाउन जाँदैछु। आज चाहिँ म जाँदैछु होलीको देहेनमा है। देहेन के भन्दो रहेछ यहाँनिर चाहिँ अब कस्तो हुन्छ, अब फर्स्ट टाइम एक्सपिरियन्स हो। त्यही भएर चाहिँ जाँदै थिएँ। आन्टी र दिपाली थियो पछि, अन्त यहाँनिर दिदी थियो, त्यहाँदेखिको अङ्कल चाहिँ अगाडि हिँड्नुहुँदै थियो। अन्त हामी चाहिँ जाँदै अब चाहिँ फाइनली पुग्नु नै आँटेको थियो होइन। के कस्तो हुन्छ धेरै एक्साइटेड थिएँ म होइन। के नारायणाय नमः, माधवाय नमः, गोविन्दाय नमः, अच्युताय नमः, ऋषिकेशाय नमः। ओम यो गेहुको उइस पनि बोट पनि दिँदो रहेछ। त्यहाँदेखिको पूजा गऱ्यो पूजा गरेर चाहिँ त्यहाँदेखिको चाहिँ जलाउनु थाल्यो हो। अन्त जलाउँदा अन्त अलिकति छेउमा यति बिघ्न आगो टिप्यो कि आम्मामा, आगोको हिट चाहिँ यति डरलाग्दो हुँदो रहेछ। यसको चाहिँ अब एकै तालमा गालाहरू रन्केर है, तर मजा आयो एकछिन है। अन्त यहाँनिर चाहिँ घुम्नु पर्दो रहेछ नि त, हात जोडेर चाहिँ घुम्नु पर्दो रहेछ हो। मेरो हातमा चाहिँ एउटा फोन थियो, अनि तर पनि घुम्यो होइन। एउटा हातले सबैजना भक्कु थियो, क्राउड पनि होइन, गुडगाउँमा होइन, भक्कु भिड थियो है। तर पनि यतिकै है, मजा आयो हो। त्यहाँदेखिको यहाँनिर लड्डुहरू बार्दो रहेछ, फोटोहरू खिच्दै थियो। आगोको ताप पुरा डरलाग्दो थियो हो। त्यहाँदेखिको चाहिँ मजा पनि आयो, एउटा रियल लाइफ एक्सपिरियन्स पनि भयो एउटा है, यस्तो होलीको देहेनमा हो। त्यहाँदेखिको चाहिँ फाइनली बाहिर निस्केको त मै रातो भएछु, कालो मान्छे त रातो भएछु। गाइस, थ्याङ्क्स फर वाचिङ, बाई।